हेलो गाइज न्यू ब्लग वेलकम टु यहाँ किन हेलो गाइज आज हामी होइन केटाबारी पौडी खेल्न जान आँटेको गाडीको वेटिङ बसको वेटिङमा आउँछ भने जान्छु अब उता पुगेपछि हामी होइन यसो इन्फर्मेसन दिन्छौँ बस पनि आयो अब चाहिँ हामी केटाबारी लाग्छौँ जान्छौँ पौडी खेल्छौँ आउँछौँ यताबाट यसो भिडियो बनाउँछौँ अब हालिन्छ होइन भिडियो हुन्छ आयो भने आजको यात्रा केराबारीको स्विमिङ पुलमा जाँदैछु मैले बसमा छु होइन भाइहरू छ यहाँनिर छ होइन हुन्छ अब दालचोकबाट मासतिर आउँदै थियौँ ओर्लिसक्यौँ बसबाट आउँदैछौँ होइन अब उता कहाँ हेर्दा त हाम्रो जाने ठाउँ पौडी खेल्ने ठाउँ होइन जान्छौँ अब पौडी खेल्ने है यस्तो घाम छ टन्टन फुल घाम हुँदै जान्छौँ अब गइकन आनन्दले पौडी खेल्ने ठाउँमा छिर्दा आहा टक्क छिर्ने होइन हस्त अब फेरि अहिले पनि बनिन्छ भिडियो बिस्तारै हेलो गाइज आज हामी केराबारी स्विमिङ पुल जान मेरो भाइ मसँगै बाट बसबाट उत्रेर हामी उकालो लाग्दैछौँ स्विमिङ पुल पौडी केराबारी पौडी खेल्ने ठाउँ अब हामी यहाँ अपरोडमा आइसक्यौँ अब खाल्टाङ खुल्टिङ हेर्छौँ हुन्छ होइन यो खातेले बोल्न जानेन यो खाते मलाई फोन थमाइदियो ल उताबाट आयो यता चाहिँ पिच छ होइन यता पनि पिच छ तर जाने चाहिँ त अफरोड साइडमा हो रहेछ होइन स्विमिङ पुल माथि चाहिँ अब गएर देखाउने थियौँ र मौसम यस्तो चाहिँ मौसम गार्डन छ स्विमिङ पुलमा आमा मान्छेहरू कहाँ परदेखि यार कस्तो गाडीहरू लिएर आइरहेको छ ओभर भाइरल रहेछ यार यो किन हामीलाई देख्दैन र तिमीले अनि त्यहीँ खोल्नु यो केराबारीको स्विमिङ पुल चाहिँ होइन यस्तो छ बबाल मजा आइरहेको छ होइन यति चाहिँ बबाल रमाइलो हुँदैछ होइन मान्छेहरू यत्रो छ यहाँ चाहिँ भर्खर बन्दै रहेछ होइन सबै यहाँ चाहिँ ठुलोहरूको छ होइन उता चाहिँ बच्चाहरूको छ बबाल रमाइलो हुँदैछ पछाडि यो देखिरहेको बाइकहरू सबै स्विमिङ पुलमा खेल्न आएको होइन यो पछाडि भएको यिनीहरू बाइकहरू गाडीहरू अगाडिबाट मान्छेहरू आउँदैछन् ओपर बबाल छ यो रमाइलो भयो सबै गाडीहरू टेम्पोहरू होइन यो बाइकहरू सबै पौडी खेल्न आएको क्या ठाउँ चाहिँ कस्तो छ भने धेरै टाढा छ क्या जो दालचोकदेखि अलिक टाढै छ हिँडेर आधी घन्टा जस्तो लाग्छ होला माथि आउन गाडीमा बाइकमा हो भने 5 मिनटको बाटो 5-10 मिनटको बाटो छ होइन बवाल छ यार बवाल रमाइलो भएर वाइल्ड गर्थ्यो यार यो भाइ चाहिँ पौडी नै नखेल्ने 100 रुपियाँ तिर्दिनँ बरु म एक्सट्रिम खान्छु भन्छ यो भाइ तलबाट आउने ठाउँ चाहिँ यस्तो छ होइन अफ रोड छ तल चाहिँ यो छ पिच छ होइन यस्तो छ
पुरा ठाउँ यस्तो छ होइन। त्यही भएर यहाँ आएर रमाइलो गर्नु चाहिँ एकदम बब्बाल ठाउँ रहेछ। केटाहरूसँग आउने झन् दामी ठाउँ रहेछ। ट्याक्क गर्नुभयो भने पौडी खेल्ने, ट्याक्क निस्किने, खाने, भ्यू पनि दामी देखिन्छ। तर धरानको चाहिँ देखिँदैन, जङ्गलको चाहिँ देखिन्छ। तर एक तरिकाको दामी क्या पिसवाला भ्यू देखिन्छ क्या।